सुकेरी देख्न सक्नुहुन्छ साथीहरु। हेलो सर, पुरा फोटो खिच्दै छ नि यिनीहरु। हाय, ओइ तिम्रो केस चाहिँ लास्टै राम्रो छ। हेलो Hello everyone, welcome back to my channel Akriti Vlog. Hope सबैजना सन्चै आराम हुनुहुन्छ भन्ने आशाको साथ आज न्यू भ्लगको सुरुवात गरिसकेको छु साथीहरु। सो आज चाहिँ म स्कुलको युनिफर्ममा छु, देख्न सक्नुहुन्छ हजुरहरुले पनि। अनि अन्त अहिले चाहिँ म कहाँ जान आँटेको भने युनिफर्म लाएर कहाँ जान्छ हजुरहरुलाई पनि थाहा नै छ होला। अनि अब चाहिँ जान आँटेको छौँ हामी स्कुल। हामी भन्दा पनि म त्यो प्री बोर्डको आज रिजल्ट हो नि त, अनि सरहरूले बोलाउनु भएको छ। प्लस अब आज क्वेसनहरू पनि सरहरूले दिनुहुन्छ भन्ने कुरा छ साथीहरु। सो त्यही हो, अहिले भरे स्कुलमा देखाउँछ है त। बाइ बाइ। स्कुल पनि आइसकेको छ, देख्न सक्नुहुन्छ हाम्रो प्यारो प्यारो दोस्तहरू ह्यान्डसम भन्छौँ। हेलो हेलो आउनु भएको साथीहरु, देख्न सक्नुहुन्छ सबैजना एकदम बिजी टोटल 30 ल्याएको छ साथीहरु। हाई हेलो 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 सर। हाई सर, छिटो हेलो भन्नु न, अहिले स्पेस फुल भएर यहाँ मेरो भिडियो नै डिलिट हुन्छ हौ। सरले चाहिँ हाम्रो यहाँ पेपर बाँड्नु आउनु भएको साथीहरु, देख्न सक्नुहुन्छ। सो मेरो कति फोटो खिच्नु परेको यिनीहरूलाई देख्न सक्नुहुन्छ साथीहरु। पुरा फोटो खिच्दै छ नि यिनीहरू सबैजना। अब चाहिँ हामी जानुपर्ने हुन्छ विराटनगर। यस्तो पढाइ भइरहेको रहेछ सरी। हाई, ओइ तिम्रो केस चाहिँ लास्टै राम्रो छ हौ साँच्चै भनेको। सबैजना पुक्क पुक्क भएर बसिरहेछन्, किन हो मलाई थाहा छैन साथीहरु। मेरो मार्क्स 30 आएको छ, यसमै म यति धेरै खुसी छु। तर मेरो भन्दा हामी दुईजनाले एउटै लेखेको, उसले र मैले एउटै केही नछुटेकिन सेम लेखेको। तर पनि बनाएको छ मेरो चाहिँ फाइनली नेक्स्ट डे भइसक्यो। अनि आज चाहिँ हामी जाँदैछौँ अस्मिता दिदीकोमा। अनि अस्मिता दिदीकोहरूकोमा अस्मिता दिदीहरूकोमा जानुभन्दा पहिला चाहिँ हामी लुगा किन्नु जान्छौँ। लुगा किन्नु गएर चाहिँ अस्मिता दिदीहरूकोमा के भन्छ जान्छौँ, देखाउने नै छौँ, हेर्दै गर्नु होला। अहिले चाहिँ म एकछिन भिडियो स्टप गर्न चाहन्छु किनभने डेन्जर छ यहाँ। साथीहरु, हामी चाहिँ फाइनली अस्मिता दिदीको घर पनि आइसकेको छौँ। देख्न सक्नुहुन्छ कोसेली लिएर यहाँ साथीहरु। यति गर्मी छ यहाँतिर, यति गर्मी छ नि के भन्नु र। हाय बल्लै बल्लै आइपुग्यौँ साथीहरु। नयाँ सुकेरी देख्न सक्नुहुन्छ साथीहरु हाम्रो। आमा छोरी हामीले चाहिँ खाजासाजा खाइसकेर यहाँ देख्नु सक्नुहुन्छ हाम्रो चाहिँ भाइ लिएर आइसकेको छु। याङ्बो मुखभरि दलेर हेर न के गरेको। अब अहिले चाहिँ फाइनली हाम्रो फुपू पनि आइसक्नु भएको छ। हेलो फुपू, हेलो गर्नु न। सो देख्न सक्नुहुन्छ अघि नै आइसकेर चाहिँ खाना खानु हुँदैछ। यहाँ हाम्रो भेना यता हेरिदिनु त भेना।
मैले त झन् आज मिठो खाना बनाएको छु भनेर सोचेको के साथीहरू तर के गर्नु सागमा पनि नुन चर्को दालमा पनि नुन चर्को धन्न मासु चाहिँ अलिअलि मिठो रहेछ देख्न सक्नुहुन्छ मैले चाहिँ मासु यो पकाएको छु साग हातको चाहिँ जानकारी गर न यहाँ बरु हात धुनुले साथीहरू त्यही हो अब यो के भन्छ यो भ्लग चाहिँ यही एन्ड गर्नुपर्ने हुन्छ आजको भ्लग के कसो लाग्यो प्लिज लाइक शेयर सब्स्क्राइब कमेन्ट गर्न नबिर्सिनु होला लभ यु अल बाइ बाइ फर्स्टमा कुनै बाइ बाइ कुकु बाइ बाइ बाई बाई बाइ बाइ भेना आज सौदी नुन चर्को हालेर पारा तातिरहेको छ